धुनी अनि किन यस्तो महँगो क्रिम खेर फाल्ने सिंगल मिंगल भएर सिंगल Hello guys, welcome back to my YouTube channel. It's me Bhavina. So guys, आज चाहिँ छुट्टी हो बाहिर त्यस्तो दामी मौसम पनि छैन के कुमरी कुमरी टाइपको छ अँध्यारो अँध्यारो छ लाइक आज चाहिँ छुट्टीको दिन घुम्न जाने भने हो तर गाइज हामी कति बजे 1 बजेतिर होला सायद म उठेको 1 बजेतिर उठेको थिएँ होला राति त्यस्तै हो छुट्टी भएपछि फेरि सुत्ने टाइम ढिला हुन्छ 3-4 बजेतिर सुतेको थियो होला अनि उठेको चाहिँ 1 बजेतिर हो सो गाइज आज चाहिँ घुम्न जाने प्लान थियो अनि एक्ज्याक्टली कहाँ घुम्न जाने भन्ने चाहिँ थाहा छैन हामीलाई त्यति ठाउँको पनि नलेज छैन क्या यतातिर खासै निस्केको छैन भर्खर आएको हो नि त त्यही भएर खासै थाहा चाहिँ छैन अनि हामी चाहिँ घुम्ने जाने भने घुम्न त भन्दा एक्ज्याक्टली अब यहीँ घुम्न जाने भन्ने चाहिँ होइन हामी चाहिँ यसो टेहेल्न निस्किने यसो बाहिर जाने भनेपछि मेकअप सेकअप त गर्नै पर्ने होला सायद अहिले म यहाँ आएर हल्का नक्कली भयो तर मलाई चाहिँ आउँदैन मेकअप गर्न नक्कली चाहिँ भएको छु तर मलाई मेकअप गर्न आउँदैन त्यही भएर मेरो साथीले मेकअप गरिदिन्छ अनि उसले मेकअप गरिदिन्छु भने हेरौँ कस्तो मेकअप गरिदिन्छ मलाई सुहाउँछ कि सुहाउँदैन त्यो पनि मलाई थाहा छैन अब बाहिर जाडो छ अब हामी बाहिर गएर के गर्छौँ स्टे ट्युन गाइज अब चाहिँ म जाँदैछु साथीहरूमा मैले मेकअप गर्दिनँ भन्नु मेकअप गर्दिन पर्यो नराम्रो भाग ल मेकअप गरिदेऊ त मेरो सो गाइज म मेकअप गर्न आफै आउने भयो मैले तिमीलाई गर्दिनँ ल छिटो अब यहाँ साथीले यस्तो राम्री देखिने गरे मेकअप गरिदिन्छ गाइज हेरौँ ल छिटो आउन मेरो फोनमा बोलिरहेको ओए कहाँ भर्छ मैले तिम्रो बारेमा कति राम्रो कुरा गरेर आइरहेको छु कि ब्लगमा थाहा छ होला नि लगाऊ अनि ट्याप ल छिटो मलाई नदेखाऊ के भगवान ल छिटो यहाँ तपाईहरुलाई फुल मेकअप ट्युटोरियल हो कि के भन्छ त्यो देखाउँछु ल छिटो के झुन्डाको के त्यता ल तिमीले त गर्दै गर न ल मलाई आउँदैन के मेकअप गर्छ छिटो म पाइट लगाउँछु है पहिला गर्दै मैले केही लगाएकै छैन यार मलाई नदेखाऊ के यार कस्तो तिमी ओके गर मैले केही लगाएकै छैन ओके गर सनस्क्रिमहरु पनि लगाए छैन डाइरेक्टै ल मैले पनि लगाए छैन किन भन न अहिले यार मुख धुनी अनि किन यस्तो महँगो क्रिम खेर फाल्ने लोभिएर न महिनाको 1 लाख हेलो गाइजहरु यो स्लिग्यामको के भन्छ अरे यो हाम्रो ब्रान्डको कहाँ युज गर्ने नै हैन नि यो कस्तो राम्रो हैन राम्रो होला तर ब्रान्डको एडभर्टाइज गर्ने हैन के नगर पैसै देखाइन नि के हो के भन्छ के भन्छ फाउन्डेसन गाइस फाउन्डेसन सनस्क्रिम टोनर केही नलागिन यो केही पनि लगाइ देखाइन सकिन्छ भनेर प्लिज मलाई नदेखाऊ भागिना तिमी कुरै नगर न कस्तो गाडी जस्ती रहेछ कौन है ये लोग कहाँ से आते हैं ब्लगिङ थाहा होला नि अहिले सब हाल्दिन्छु म त जे मलाई नि हाल्दिने हो कसम मलाई नकर है त्यहाँ देही छैन बुढासँग बोलेको यिनको बुढाहान गाइस मेरो बोयफ्रेन्ड पनि छैन यसो एउटा बोयफ्रेन्ड पत्तिन पर्यो के सिंगल भयो म एउटा बोयफ्रेन्ड खोजिदिनु न तिमीले मलाई सङ्गीता यो ट्याप त आफै गर प्लिज अनि अरू हो त्यसो गर हल्का नक्कल नि भयो के गाइज म यहाँ जापान आएर सो म त यही पाइट लगाउँछु फेरि नक्कल पार्न चाहिँ आउँदैन अस्ति ल्याएको पाइट यस्तो नराम्रो परेर कता राखे भागिन जिन्दगीमा तिमीले त 5 वर्ष लगाउने सपिङ त अहिले गरिसक्यौ त
एकछिन ल गाइज म यसो राम्री भएर देखिन्छु ल 2000 years later. मलाई आउँदैन कस्तो कि देखियो गाइज राम्रो देखियो ल त राम्री छैन त हापीमा गर्ने नानी कति धेरै निकालेको महँगोवाला क्या बोला तूने हेर गाइज यस्तो माया गर्ने साथी कहाँ पाइन्छ गरिदिनु गर्छ तिम्रो बोयफ्रेन्ड जति गरिदिनु होला Where is my boyfriend? I'm single. सिङ्गल मिङ्गल भएर सिङ्गल I'm single. एउटा वेटिङ बसिरह त्यस्तो किन नबस्ने त कति हुन्छ नि कति नि भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी थोप्रा पो कति नभएको मेरै फाउन्डेसन लाउनु ल कस्तो देख्छ तिम्रो गोरोमा लगाउने त राम्रो देख्दैन होला है मलाई फाउन्डेसन फाउन्डेसन पनि छैन कि मसँग यसमा एउटा फाउन्डेसन किन पर्छ साथी फाउन्डेसन ल्याऊ फाउन्डेसन जा त उसले त रातो रातो हुने रातो आफ्नै मनमा छ गुलाबी के अरे गुलाबी गाला गाला पिङ्की पिङ्की बनाउनु पर्यो यस्तो सेतो लगाउनु अहिले नै यहाँ मेकअप गरिदिन्छु नि गर्दैन भनेको क्या सो मेकअप यिनले गरिदिँदैछ यता हेर तिमीले त केही लगाएको छैनौ त लगाइसक्यो त नलाएको पो देखेको के हो त फेरि सनस्क्रिन हो इम्पोर्टेन्ट यो त लाउनै पर्छ सन्स नै छैन बाहिर सन छैन सन 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 छैन सन छोरो छैन बाहिर बिहे नगरेको छ छोरो कसलाई देखाएको च्या कस्तो नराम्रो देखेको राम्रो छ यस्तो राम्रो देखियो यत्रो पिम्पल देखेछ यार मलाई पिम्पल नि एनीबडी गाइस सिंगल या मेरो साथी सिंगल छैन सिङ्गल म पनि सिंगलै हो यो कुट्न पर्ने चाहिँ किन त फेरि अलवेज सिङ्गल जिन्दगीमा यिनीहरूले मलाई केटी भएर केटी जस्तो भएन भनेर यिनीहरूले मलाई केटी जस्तो बनाउनु थाल्यो हजुर हल्ला गरेको यिनीहरू कसरी एकदम राम्रो देख्छ दानी देखियो मरौली जाडो तर यतिको चाहिँ नलग कति नलग कति काली देखाएको कसरी देखायो के म काली देखिएछु म यहाँ आफू लगाउँछु फेरि अर्को सल्देको ल गाइज तर राम्री नै देखिरहेको छु राम्री नै देखिरहेको छु राम्रो देख्नु एउटा त झन् पुरै नगरौँ राम्रीको खायो एकदम राम्रो देखेछ आज भाइलाई आउटफिट चेक यही टी सर्ट हो अस्ति किनेर राम्रो छ न टी सर्ट त किन पाँच गजब बेइज्जती है पाँच जति बेला यस्तो राम्रो मान्छेले पनि पार्ने म्यूजिक धेरै राम्रो भएर के गर्छु पादिहाल्छु भन्ने देखेको थिएँ कि मैले सो गाइज हामी चाहिँ जान थालेको I have a पानी पऱ्यो त कहाँ पऱ्यो हेर पानी ए पऱ्यो ल पानी छिटो आयो है छिटो हल्का पानी आइरहेछ लिएर आउनु तिमीले फेरि ओढी तिमीले त मोटो लड्डा मिलेन आज ल्याउन पर्छ भनेन मैले बिर्सेछु क्या बोला तूने यिनीखेरि हुन्छ जे कुरा नि पैसै भन्ने के कति न उसको पैसै सोधे जस्तो लगाइ चाहिँ हामी चाहिँ जाँदैछौँ है जहिले प्राइसै भन्छौ त अनि अब त सोधेपछि भन्नु त हेलो गाइस कति हजार यो कतिको यो ओन्ली 2000 यो कतिको यो त हमको पता नहीं है कितना I don't know. म दुध लाएको छु कि गाई चाहिँ पल्ला चिला होला मेरो जति बेला चिलाउँछ किन गर्छ भने हो यता देखाउ न
छ्या कति नराम्रो देखेको भने यता सुन तिमीले नराम्री भनिन्छौ तिमीलाई यो ड्रेस कस्तो राम्रो देख्यो यो टी सर्ट राम्रो रहेछ है अझै थियो हो यस्तो अब त नकिन थियो भने पनि राम्रो हुन्न यार एकजना लगाएपछि त किन्दिनँ मैले यार एउटै किन साथी भएपछि एउटै त लाएर हिँड्ने साथीभरिको त्यो एउटा ड्रेस त भनेको त्यो कल्चरहरू घुम्न जाँदा ड्राई पिकनिकहरू जाँदा यो लाग्यो त मेरो मोबाइल मधुले एउटा भिडियो गराइदिन्छु यिनीहरूको फेरि निस्क्यो कि फोटो र भिडियो हुन्छ जाउनुहुन्छ निस्केको त क्या बोला तूने दिस इज आवर भिजिटिङ प्लेस इङ्ग्लिसमा जोजु हो क्या फेरि कुकुर जस्तो हिँड्दैछु त्यस्तै त छु र तिमीले जति भिडियो गराउनु हाल्छु कि हालिदिनु आज तिम्रो स्पेसल आज सङ्गीता अति नै बोलेको सब जान्छ के बोलेछिन् भन्ने मलाई थाहा 目と目が合ってちょっと時間が止まって胸の鼓動が高鳴って互いに惹かれ合う合わなかった歩幅だってほら近づいて明日へと繋がっている次の一歩 केही गर्दैन मेरो भाइ हो धौसी रे ओ राम्रो तर भाबिनाको यो नयाँ मोबाइल फोनबाट भन्दा यो मोबाइलबाट राम्रो आउँदो रहेछ क्यामेरा मोबाइलको क्वालिटी त्यही त नि कम महँगो 1 लाखको फोन यार कुछ भी 1 लाखको फोन त हो नि यो आइफोन पो होइन फोन त 1 लाखकै हो नि गाइज मेरो यो जुन भिडियो सुट गरिरहेको छु नि गाइज यो फोन चाहिँ मेरो 1 लाखको फोन हो उठेर बोल्नु न त अनि म यस्तो हिँड्छु भागे तपाईँ फेरि उसै त यहाँ यिनीहरूले बिल्ला गरिरहेको नि त बिल्ला गरी के भन्नु र आज त म जस्तो राम्री त कोही भएन भने ठिक भन्नुभयो दाजु ठिक भन्नुभयो हजुरले यिनले यस्तै सोचिरहेको छु आफूले आफैलाई हाम्रो भिडियोमा देखाइदिनु दाइले अब यिनीहरू रातो फुल भनेर ल्याए अब कताको रातो फुल म देखिएको छु त्यहाँ अब यहाँबाट हिँड्ने के रातो म त के हो अब के हो र यो बाटै हो कि बाटो हिँड्न मिल्छ कहाँ जाने हो फर्किने हो जे गर्न नि डराउने भाइ फर्किने हो अब यसो पार्क जस्तो हुनुपर्ने हो कि यार कतै बसेर यसो गफ लडाउने राम्री भएर आएको त मतलबै भएन नि सो गाइस हामी चाहिँ 7-11 छिरेको अब नछिर्ने भन्दा भन्दै छिरिसक्यो अब यहाँ केटीहरूले के खुवाउने हो केटीहरूले के खुवाउने हो मैले के खाने हो तनाव हुने भयो त एनी टाइम यिनीहरूको तिनवटा हाल मलाई 3टा तिमी आफै लिएर आउनु यस्तो कस्तो एक्लै केटी हाल्न पनि यार यही ल्याइदिएन यत्रो नदेखिएको कस्ती हुन् पुरै यसरी मलाई एउटा हालिदियो एउटा भयो हुन्छ मलाई मेरो ब्याग झिल्दा त यिनले फेरि पैसा म दिइ त हाल्छु नि मलाई देऊ मेरो पैसा ती 500बाटै कुइ त हाल्छ यार ए यसो काट्छ के काट्छ काट्दैन 500 चाहिँ अलिक बढी नै भेट्छ फेरि सङ्क्रान्ति त काट्दैन ल ल्याउ न त मेरो ल्याउ त बेच्न जाँदैछन् गाइस यति धेरै किनेर यिनीहरूले ल्याउनु मेरो के पैसा झिक न त्यहाँ सुन्यो मैले खामेरी चारवटा खाँची किनिने नलिने म नखाने ल्याउ कि ल्याउ मैले खान्न ओ त ट्राई गर्नु खाऊ कि प्लिज मेरो लागि भयो खाइदिनु ल भन् ल ल ल ल लिउ लिउ के खान्छु ल भन किन्देऊ न के खान्छु भन न यहाँ सब यहाँ भएको भरमा भरिमा के खान्छौ तिमीले भन आइसक्रिम किन्दिन त किन्दिन त के खान्छु आइसक्रिम देखा आपने लापरवाही का नतीजा है खान्छु आइसक्रिम कहाँका ल्याङ्ग्वेजहरू फेरि हो आइसक्रिम 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 मलाई पनि आइसक्रिम भन्न भन न के खान्छौ किन्दिन किन्दिन मैले लोकल बियर खान्छु लोकल बियर नै हुन्छ बियर त बजारकै हो
लोकल बियरहरू मात्रै खाँदिनँ गाइस अल्कोहलिक मान्छे परेन हेर बेन्डु किनेको मिठो नि हुन्न होला जस्तो आउँछ यार मलाई खानेकुरा किन्दैछन् गाइस केटीहरूले कस्तो राम्रो हुँदो रहेछ किन फोन गरेको त्यस्तो माया लाउँदो रहेछ त माया त लाग्दैन हेर न मेरो यहाँ एउटा आँखाको गएछ नि सेतो ओ मुझे भी बॉयफ्रेंड चाहिए गाइस मुझे भी बॉयफ्रेंड चाहिए मलाई पनि बॉयफ्रेंड चाहियो सिंगल भयो मिठो छ कहाँ है ल